वेलकम टू माई मिनी ब्लग। आज चाहिँ म माइती घरतिर छु साथीहरू। हेर्नु न, मेरो मम्मीको करेसाबारीमा यति राम्रो राम्रो काँक्रो फलेको छ कि मेरो मम्मी चाहिँ एउटा काँक्रो अलिक ठुलो रहेछ, त्यो टिप्न जानुभएको है। यति राम्रो राम्रो काँक्रो फलेको छ कि हेर्दै खाउँ खाउँ लाग्दो क्या त्यतिखेर नै। अनि यो चाहिँ मेरो मम्मीको मालाको रुख। हेर्नु न, यस्तो राम्रोसँग रोप्या छ मम्मीले, यति राम्रो सयर्नु भएको छ। मेरो छोरी चाहिँ मामा घर गएको, यता र उता खेल्ने यता खेल्ने, तर हेर्नु न यस्तो राम्रो भएको छ है हाम्रो घरको माला।